हेलो साथी हो आज हामी जाँदैछौँ 4v4 खेल्न सिएस र्याङ्कमा मतलब त्यो त सबैलाई थाहा पनि हुन्छ तै पनि म यो भन्दैछौँ कि आज हामी अलग च्यालेन्ज लिएर खेल्दैछौँ चारैजनाले हामी निरो क्यारेक्टर लिएर खेल्न जाँदैछौँ अनि आजको म्याचमा हामी निरो क्यारेक्टरले एनिमीलाई मार्नेछौँ अनि एनिमीहरूलाई हामी भएसम्म रिसुटाउन खोज्नेछौँ अनि के लाग्छ गाइज तपाईँहरूलाई यो गेमभरिमा हामी के बोय हार्न सक्छौँ निरो क्यारेक्टरको साथमा लाग्छ भने लाइक र सब्सक्राइब पनि गरिदिनु अब हेरौँ हाम्रो गेम पनि स्टार्ट हुन हेलो आँटिसक्यो साथीहरु आज हामी अब हेरौँला के चारजना हुनेछ साथीहरु यो गेममा यो भाइहरुसँग म्याचमा मिलेर निरो आज क्यारेक्टर्स मैले ले हामी तपाईँहरूलाई एनिमीहरुलाई मेरो रुवाउन यो खोज्दैछौँ। यो अब के हुन्छ साथीहरूसँग निरो के भन्छ भिडियोमा साउन्डहरू अब रेकर्ड हेरौँ गर्न के मिल्दैन हुनेछ रहेछ मेरो कि नभए साथीहरुले। रेकर्ड गर्थेँ मलाई त लाग्यो रेकर्ड हुन्छ भरे जब मैले यो रेकर्डेड भिडियोलाई हेरेको रेकर्ड हुँदैन रहेछ हेर्न सक्दै हुन्छ तिनीहरूको माइक खुल्ला छ तर मेरो आवाज तिनीहरूले सुनेका छैनन् अब हेरौँ म तपाईँहरूसँग यसरी बोलेर यो म्याच खेल्न जाँदैछु अब के निस्किन्छ यो गेमभरिमा के लाग्छ तपाईँलाई जाउँ तर यो मलाई एउटा चिज अचम्म लाग्यो कि गाइज हेर्न सक्नुहुन्छ मसँग यो छ नि फ्याराङ के भन्छ नि यो वेपन यो पनि दिन थालेको रहेछ अब हेरौँला अब म्याचमा कस्तो हुन्छ यो निरो क्यारेक्टरको पावरको हामी कसरी दुरुपयोग गर्न सक्छौँ माथि एनिमी छ अब हामी दुईजना मिलेर यिनीहरूलाई त हानिदिन्छौँ एउटालाई नक अर्को भित्र छ यसलाई पनि अब म मारिदिन्छु हेर्नु गाइज मारिदिन्छु भन्दा नि मार्न पाउँदिनँ होला मैले पाइनँ मैले मार्न एनिमीलाई केही छैन गाइज हो यो राउन्ड हामीले यत्तिकै निरो क्यारेक्टरको साथ र एनिमीलाई हामीले सरप्राइज दिएर मारिदिएको छौँ अनि मेरो साथीहरूले यहाँ धेरै चाहिँ केही होइन गाइज यहाँ भन्दैछन् तिनीहरू त्यस्तै कि यो एनिमीहरूलाई कति गाली गऱ्यो होला होइन त्यस्तै भन्दैछन् त्यो कुरामा हामी अहिले ध्यान नदिउँ अब हेरौँ के हुन्छ यो राउन्डमा अनि हेर्न जाँदै हुन्छ हामी दुईजनाले दुइटाले हल्क लाएको छौँ अरू यो दुईजनाहरू चाहिँ बट हुन् कि यहाँ हामी दुईजना मात्रै हो प्रो भनेको यो हल्क ड्रेस लाउने मात्रै प्रो हो यिनीहरू दुइटै बट हुन् यिनीहरूलाई गेम खेल्न पनि आउँदैन गाइज अब हेरौँ म यसरी बोलेकै तपाईँहरूलाई वाक्क लाउँछु त्यही भएर केही कता म बोलेको मन परेन भने तपाईँहरूले मलाई साउन्ड सानो पारेर सुन्न सक्नुहुन्छ कि कमेन्टमा लेखिदिनु कि म अबदेखि नबोल्नु भनेर म आफ्नो भिडियोमा सुधार गर्न खोज्दैछु किनकि मसँग त्यस्तो राम्रो फोन छैन जसमा म आफ्नो भिडियोहरू एडिटहरू गरौँ रेकर्डहरू गरौँ त्यस्तो राम्रो टाइपको भिडियो छैन त्यही भएर म कोसिस गर्नेछु अब के हुन्छ हेरौँ अगाडि मुनि एनिमी छन् एउटा साथीले मलाई पठाएको रहेछ अब हेरौँ मरो अर्को साइडमा छ यहाँ अर्को आयो दुईटा नक पारे अब हेरौँ कहाँ छ एनिमी हेर्न सक्नुहुन्छ गाइज तुक्कामा भयो भने यो एउटा साइडको एनिमीलाई चाहिँ मैले हेडसट हानेको थिएँ अब हेरौँ अब अर्को कहाँ छ अर्को एनिमीले लु मलाई ड्यामेज दिन थालो जम्मा के कहाँ लुकेको छ यो उहाँ अगाडि रहेछ हेरौँ मेरो आधीभन्दा धेरै एचपी लगिदियो तर पनि म कोसिस गर्दैछु हेर्नु होला तपाईँले किल चोरी भएको छ यहाँ कसको हो कि किल चोरी भएको छ अब हेरौँ के हुन्छ हेर्दै हुन्छ होला यो हलको ड्रेस तपाईँहरूले एफएफ टोकनबाट फ्रीमा पनि झिक्न मिल्छ होइन गाइज अब हेरौँ अब दुई राउन्ड त हामीले बिना एफोर्ट्सको मतलब कि एफोर्ट्स पनि लागेन यिनीहरूलाई मार्नलाई यिनीहरू अगाडिका नुब्रा टाइपको छन् जस्तो छ किनकि हामीले निरो क्यारेक्टर युज गरेको छौँ हेर्नु होला मैले यहाँ के गल्ती गरेँ भने मैले त सबै मुनिको त एचपी बढाउने एपी बढाउने स्पिड बढाउने चाहिँ लिएँ तर आफ्नो लागि हेलमेट वाल साल के ल्याउनै बिर्सेँ तर मेरो टिममेटहरूले मलाई दिएका छन् केही छैन गरिब भए पनि दिए अगाडि साइडमा एनिमी म हेर्दै हुन्छ होला म मार्न पनि सकेको छुइनँ त्यति बढ्छु अनि यहाँ मेरो टिममेट मरेका छन् एउटा नक भयो मैले रिभाइभ गरेँ ड्रोनको मद्दतले जम्मा लगाएँ अब एनिमी खोज्दै कता छ भनेर हेर्दैछु अगाडि हेर्दै हुन्छ होला यो क्यारेक्टर बवाल छ ओहो नमिठो हानेर मलाई यो राउन्डमा मारिदिएका छन् अब कति हाम्रो साथीहरूले म्याच यो जित्ला नि त के लाग्छ तपाईँहरूलाई यो म्याच हामी जित्न त सक्छौँ लु दुईजना नक भए राम्रो खेल्दैछन् केटाहरूले लु जिसन गरम भन्ने पनि राम्रो खेल्दैछन् अब एउटा मात्रै छ मार्न सक्छन् होला लु एउटालाई नै मारिदियो गाइज बवाल केही छैन आयो अर्को आयो हान्नु होला लु मारिदियो लु कटानाले मारिदियो यो के हुँदैछ हेर्नु ला
1v4 हानिदिइसक्यो त्यसले 1v4 सक्यो ल यसले त एक्लै गाइज हेर्दै हुन्छ ल 1v4 नि हान्दियो लगभग लु यसले हामीले टाइटल देखायो भनेपछि यो मान्छे प्रो नि रहेछ नुब्रा सम्झिनु भएन जमजम अब यसले अति बोल्यो कि गाइज अब तपाईँहरूसँग यति नै भन्दैछु अब म अहिले चाहिने बेला बोल्छु चाहिने बेला त बोल्दा पनि हुन्छ कि गाइज तपाईँहरूलाई अब हेरौँला के हुन्छ के छ मसँग अब यो म्याच हामी जसरी भए पनि जित्नुपर्छ होला हेर्दै हुन्छ अब तपाईँलाई म एउटा चिज देखाउँछु ल अरे 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 बबासिर हो चुकायो क्या हेर्दै होला तपाईँहरूले अब यहाँ हेर्नु हाम्रो टिममेटको आधीभन्दा कम एचपीलाई लगिदिएको छ एनिमीले भनेपछि अगाडि एनिमीहरू अहिले 2 राउन्ड हारेपछि जोसमा होस खुवाउँदैछन् मैले पनि निरो क्यारेक्टरको एबिलिटी युज गरेको छु अनि मेरो उम्मिद भाइ अगाडि रस हान्नेको चक्करमा नक अब म मेरो उम्मिद भाइलाई मर्न त दिदिनँ आयो यसलाई मैले मारिदिएँ अनि मैले मारेपछि पछाडि एनिमी थियो केही छैन आयो हेड खाएर मरेको छ मलाई त यसले मेरो सातो लगेको थियो केही छैन गाइस हेर्दै हुन्छ म हिल गर्छु आफूलाई बिस्तारी उहाँ नेवार भाइलाई मारिदिएको छ एनिमीले अब गन लुटेर अब जाँदैछु म नेवार भाइको पट्टितिर अब हेरौँ अगाडि एनिमी छ अब हाम्रो निरो क्यारेक्टर एबिलिटी पनि युज हुन आँटेको छ होइन गाइस अब हेर्दै जाउँ त्यसले ल यो के भयो यसलाई त्यो त्यता आयो त लु एउटा नक भयो सक्यो ला गाइज मेरो एस हुन्थ्यो गाइज मैले यहाँ हगिदिएको छु हेर्दै हुन्छ होला हान्दियो उम्मिद भाइले मैले यहाँ हगेको हेर्नु होला गाइज होइन नहेर्नु लाज लाग्छ हो गाइज के हेर्नुभएको हो तपाईँले आँखा बन्द गर्नु अब अरू केही बोल्दिनँ म धेरै होइन युएमपी भेटेँ युएमपी छ सबै थोक राम्रो छ अब हेरौँ के हुन्छ यो म्याचमा जतिसम्म लाग्छ यो म्याचमा एनिमीहरूले हारेपछि अलिक खत्रै खेल्छन् जस्तो छ अब हेरौँ के हुनेछ म्याचमा यो म्याच हामी 1 राउन्ड जिकेर बोया हुन्छ कि 1 राउन्ड अझै धेरै एनिमीले तान्ने छन् हेरौँला अब के हुन्छ जे हुन्छ राम्रैकै लागि हुन्छ त्यही भएर रिसाउनु हुँदैन एनिमीसँग पनि जमजम गाइज जमजम अगाडि हेरौँ एनिमी छ कि छैन आउँदैछन् कताबाट भए पनि हेर्दै हुन्छ होला राम्रै छ एकदम ठिक छ एनिमी त माथिको पट्टितिर छ जस्तो लाग्दैछ म छ भन्न पाएको हुँदिन त्यो माथि हुन्छ हाम्रो उम्मिद भाइलाई त ठ्याक्कै मारिदियो त ल मैले वाललाई एनिमीले गरेर मारिदियो भनेपछि यो गेम हामी हार्छौँ क्या हो गाइज हेर्दै हुन्छ कता छ एनिमी कता ला यहीँ साइडमा रहेछ मैले हेरिनँ पनि यार केही छैन अब 2 जना छन् हाम्रो टिममेट जिन्दा नेवार भाइको मम्मीले बोलाउनु भयो जस्तो छ अनि यहाँ अर्को छ जिसम भन्ने होइन त्यसले कभर चाहिँ दिँदै थियो तर केही छैन नेवार भाइ लु बबाल हानेको छ एउटा ब्लेमले तर यो म्याच त्यही पनि हारिने नै हो जे गरेर पनि हारिने हो हेरौँ अब कसरी 1v3 हानेर जित्न पनि सक्छन् होइन प्रो त प्रो नि छन् हेरौँ अब गाइज तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो मलाई थाहा छ मेरो भिडियोमा अझै इम्प्रुभ गर्नेको त जरुरत छ होइन मलाई भनिदिनु के को चिजले म इम्प्रुभ गर्न सक्छु मेरो भोइस तपाईँहरूलाई धेर बोलेको राम्रो लाग्दैन भने कम बोल्छु मेरो भोइस जे तपाईँलाई लाग्छ सबै थोक कमेन्टमा मलाई भन्दा मिल्छ म तपाईँहरूलाई रिसाएर केही भन्ने छुइनँ तपाईँहरूलाई अनि भन्नु होला मेरो त धेर छैन सब्सक्राइबर त्यही 17 जना छन् तपाईँलाई मेरो भिडियो राम्रो लाग्यो भने जे होस् लाइक सब्सक्राइब गरिदिनु होला अनुरोध छ मेरो तपाईँहरूलाई तर म न्यू त आएको छु यो सोसल मिडियामा अलिक मलाई यसको बारेमा त्यस्तो मलाई थाहा छैन त्यही भएर तपाईँहरूले भएसम्म मलाई मद्दत गरिदिनु होला यो कुरा बुझ्नमा कसरी आफ्नो भिडियो अगाडि बढाउनुमा के गर्नु होला के कसरी गर्नु होला मलाई त्यस्तो डिस्क्रिप्सनहरू लेख्छन् अरूले त्यस्तो गर्न आउँदैन म बरु थम्बनेलहरू एडिट हान्छु भिडियो एडिट हान्छु तर मेरो मोबाइलले अलिक थाम्दैन कि गाइस त्यही भएर नभए त म यस्तो तपाईँहरूको लागि एडिट गरेर के गरेर बनाएर तपाईँहरूलाई फुल इन्टरटेनमेन्टको साथ फुल मजेदार भिडियो बनाएर देखाउन खोज्थेँ अब छोडिदिउँ त कुरा नगरौँ अब एनिमी छ अगाडि हानौँ मैले निरो क्यारेक्टरको एबिलिटी युज गरेको छु गाइज लु हाम्रो 2टा एनिमी हाम्रो 2टा टिममेटले नक पारिदिएको छ अनि उम्मिद भाइलाई मारिदियो मैले यस्तो उम्मिद भाइलाई मार्नेलाई पछाडि भएर आएर मारिदिएँ
अब तपाईँहरू लाग्दो होला त यो कस्तो बढ्यो त कस्तो फुटेको लु हामीले हान्यौँ मैले चोर्दै नि भन्दा पनि हुन्छ नेवार भाइको किल मुनिबाट मलाई ड्यामेज दिएको थियो एनिमीले अब मैले कुक गर्दैछु गाइस हेर्दै हुन्छ होला तपाईँहरूले अलिकति ढिलो भएको भए चाहिँ त्यो ग्रेन्डले पनि मर्न सक्थ्यो अब हेर्दै हुन्छ नेवार भाइलाई हान्न दिउँ किनकि मैले अघि उसको एउटा किल चोरेको छु अब अर्को किल त अब चोर्नु भएन गाइस ल हेर्नुभयो तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो यो गेममा हामीले बोया हानेको छौँ अब हामी अर्को भिडियोमा छिटै भेट्नेछौँ ल म यति भनेर मेरो भिडियो राख्नेवाला छु